दाइले चाहिँ कस्तो राम्रो डेकोरेसन गर्नुभएको छ क्या यहाँ। सालीले भेना लाउँथिदियो सक्यो हो गाइस। हेलो एभ्रिवान, नमस्ते, सेवा, वेलकम एन्ड वेलकम ब्याक टु माई अनदर न्यू भ्लग। इट्स मी सुजाता राई। अनि आई होप मेरो सबै युट्युब फ्यामिलीहरू सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। अनि सो साथीहरू, आज चाहिँ म रेडी भएर आइसकेँ। अनि आजको भ्लग चाहिँ अलिक स्पेसल भ्लग छ साथीहरू, बिकज इट्स माई बर्थडे होइन। अनि सो साथीहरू, आजको दिन चाहिँ म कसरी स्पेन्ड गर्छु तपाईँहरूलाई म देखाउँछु, कता जान्छु, के गर्छु, सबै एभ्रिथिङ इज गन बी इन दिस भिडियो होइन। गाइस, लेट्स स्टार्ट माई बर्थडे भ्लग। अनि सो साथीहरू, मेरो बर्थडेको लागि चाहिँ मेरो साथीहरू छन् यहाँ, तपाईँहरूलाई म मेरो साथीहरूलाई देखाउँछु न। यहाँ छन्, यो मेरो बहिनी, दिस इज बहिनी एन्ड दिस इज मितिनी। ल साथीहरू, आम्मामामा चाख हेर्नु साथीहरू, आउटफिट चेक गरिदेऊ त। आउटफिट वाउ, यता आउँदा सबैजना साथीहरू। यो चाहिँ हाम्रो आज आउटफिट, मेरो देखाइदेऊ एकचोटि अन्जु आउटफिट कस्तो चाहिँ मेरो आउटफिट, बर्थडे आउटफिट कस्तो देखेको छ गाइजहरू कमेन्ट गरिदिनु। आउनु घर पनि साथीहरू चाहिँ हाम्रो आउटफिट। अनि त्यहाँबाट हाम्रो बहिनी हुनुहुन्छ, उसलाई पनि देखाउनेछु। आउटफिट चेक, आउटफिट चेक। मुसी आमामा हिरोनीहरू जाऊ न मुसी। ए मुसी सम्झना बहिनी। वाउ गाइजहरू, सो ब्युटिफुल, सो एलिगेन्ट, जस्ट लुकिङ लाइक अ वाउ। गाइज, अनि एउटा कुरा होइन, मैले मेकअप गरिदिएको उनीहरूको कस्तो छ हेर्नु न गाइजहरू। गरिदिनु परेछ। अहिले चाहिँ हामी ट्याक्सी लिइसक्यौँ। यहाँ चाहिँ यता चाहिँ एकजना अगाडि छन् साथीहरू, यहाँ चाहिँ ट्याक्सी लिइसक्यौँ। अहिले चाहिँ बहिनी अगाडि छ। अनि साथीहरू, अहिले चाहिँ हामी सालमिया जानु लागेको। सालमिया मेरो बर्थडे सेलिब्रेट गर्नको लागि। अनि अहिले चाहिँ हामी 4 जना छौँ। उताबाट पनि को आउनुहुन्छ, बोलाएको जति आउनुहुन्छ होला। लेट्स सी गाइजहरू को छ। स्टे ट्युन हेर्दै गर्नु होला मेरो भ्लग। आजको दिन म कसरी स्पेन्ड गर्छु। A few moments later. सो गाइज, हामी चाहिँ यहाँनिर अहिले मेरो बर्थडेको लोकेसनमा आइसक्यौँ। म हिरोनीहरूको यहाँ फोटोसुट चल्दैछ। बर्थडेको लोकेसनमा आइसक्यो। रञ्जनहरू आउँदैछ, अर्को पाउँदै हुनुहुन्छ, वेट गर्दा हुन्छ। यहाँ माथि छ हाम्रो लोकेसन चाहिँ, अहिले तपाईँहरूलाई देखाउँछु। हामीहरू आइसक्यौँ गाइज। यहाँ हुनुहुन्छ सबैजना मेरो बर्थडेको लागि जानुभएको। हामी जाने चाहिँ यहाँ हो कि, सो यहाँनिर हो अब जाने। तपाईँलाई नि इन्भाइट छ। औँठी पनि छ, औँठी पनि छ, औँठी चेक गर्नु। त्यही त, त्यही पनि तिम्रो भाँचिरहेको थियो नि त। ए ला, सालीले भेना लाउँथिदियो सक्यो हो गाइस। म साइडमा के भनौँ है, के भयो केही नि जाम। सो गाइजहरू, अहिले चाहिँ हामी बर्थडेको लोकेसनमा आइसक्यो। तपाईँलाई म डेकोरेसन देखाउँछ यहाँ। ओहो ओहो, वाह 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 वाह, तपाईँहरूलाई स्वागत छ। कस्तो राम्रो छ। नमस्ते रे। ओ माई गड साथीहरू, मेरो हाम्रो दाइ हाम्रो दाइको है, यो दाइले गरिदिनु भएको। ओहो, ओके ओके दाइ। सो गाइजहरू, अहिलेसम्म चाहिँ हामीले केक काटेको थियौँ होइन। यसो माथि उहाँहरू आउँदै हुनुहुन्छ विचार। कहाँबाट आउनु भएको? दिदीहरू चाहिँ भर्खर आउँदै हुनुहुन्छ। अब हामी यहाँनिर चाहिँ बर्थडे सडे मनाएको केक सेक काट्नुपर्छ, दिदीहरूलाई पर्खेको। साथीहरू, मेरो बर्थडे चाहिँ यहाँ गरेको एकदम दामी छ है यो ठाउँ चाहिँ। तपाईँहरूलाई म डेकोरेसन देखाउँछु। मैले तपाईँहरूलाई राम्रोसँग देखाएको छैन, देखाउँछु है एकैचोटि। दाइ, म भ्लग गर्छु कि हाई भनिदिनुहोस् त। हेलो, सुजाता राई सर्च गर्नु है। हाम्रो दाइको क्याफे। आमामा कस्तो दामी देखेको यार, अहिले त झनै
दाइले चाहिँ कस्तो राम्रो डेकोरेसन गर्नुभएको छ क्या यहाँनिर ओ माई गड हाम्रो खानाको लागि रेडी भइसक्यो अब चाहिँ हामी दाइहरू दिदीहरू आउँदै हुन्छ कि उहाँको लागि एकदम दामी दामी तातो तातो बनाइदिनु भइसक्यो हो निकाल्नु म तपाईलाई मात्र निकाल्छु नि अरु कसैलाई ननिकाल्नु है हैन तिमी म भिडियो भिडियो गरिरहेको छु यहाँ सबै सुनिरहेको थिएँ बोले के छैन भइसक्यो बस्दैन क्या यहाँ बस्दैन मैले अघि नै भनेको नि त यो खोलम 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 ल वा यस्तो दामी होइन ल दाइ कोक ल साथीहरू अब चाहिँ हामी अब चाहिँ हामी यहाँनिर वेदनाले दिन्छौँ
ल ओहो ल खामै खाम ल साथीहरू हामी चाहिँ सुरु गरौँ है एक चम्चा ल टिकटकमा नाच्दिने कान्छी नानी तिम्रो नम्बर देऊ न कालो कोठी दामी मायाको गीत थियो मिठा मिठा गीत एक दुई वर्ष मलाई पर्दैन है आमा कसम हेर मैले बोले होइन झुट यसलाई के नानी तिम्रो दिल लचलो देख्न आउँछु कान्छी तिमीलाई घरबाट ठाके सो साथीहरू आज चाहिँ हाम्रो ब्लग के अरे मेरो बर्थडे सकिसकेको छ ह्यापी बर्थडे सबैजनालाई थ्याङ्क यू सो मच महिनाहरू त्यसमा गयो गाइज हामी चाहिँ यता छौँ हामी हाम्रो घर जाने टोली यति थ्याङ्क यू सो मच धेरै धेरै दिदीहरू आइदिनु भयो थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच पुरी भयो अब आशीर्वाद वर्षभरि राम्रो होस् फलोस् फुलोस् सोचेको सबै पुरा होस् थ्याङ्क यू सो मच जिन्दगीमा हार भनेको कहिले नहोस् थ्याङ्क यू अहिले पनि राम्रै छ नराम्रो त छैन अहिलेसम्म पनि अझै पनि प्रगति देख्न पाऊँ मेरो बहिनीको थ्याङ्क यू अझै युट्युबमा हो दिदी यो चाहिँ एकदम यो होइन थ्याङ्क यू सो मच सबैजनाले फलो लाइक सब्सक्राइब सबै गरिदिनु होला साथीहरू होइन आज यस्तै भयो होला अनि हाम्रो सबैभन्दा अर्को इम्पोर्टेन्ट चाहिँ के भन्छ स्वास्थ्यको लागि एकदम शुभकामना थ्याङ्क यू सो मच दिदी स्वस्थ रहनु होला हस्त रहनु धन्यवाद दिदी थ्याङ्क यू सो मच दिदीले गिफ्ट दिने केही छैन होइन दिदी हो आइदिनु भयो नि त जे पनि बोलाएको एउटा बोली हुन्छ नि त दिदी भयो भने दिउँ ल हुन्छ दिदी होइन दिदी के भन्नु ल दिदी बाई गरिदिउँ ल बाई 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 निरी पनि बाई 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 भन्थ्यो बाई बाई ल बाई सो साथीहरू मैले चाहिँ यहाँ थोरै भोइस ओभर गर्दैछु रमाइलो गर्ने चक्करमा चाहिँ मैले फुल भ्लगै खिच्न बिर्सेछु क्या अनि मैले यो भ्लगको जिम्मा चाहिँ मेरो बहिनी र मेरो बोयफ्रेन्डलाई दिएको थिएँ अनि उनीहरूले पनि जति सक्यो त्यति नै यो मोमेन्टहरूलाई चाहिँ क्याप्चर गर्दैछ अनि मेरो बर्थडे पनि एकदम रमाइलो भयो अनि थ्याङ्क यू सो मच सबैजनालाई मेरो बर्थडेमा आइदिनु भयो अनि मेरो युट्युब फ्यामिलीलाई पनि थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेरिदिनु भएकोमा अनि प्लिज सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला बाई बाई